फुटबल खेलेको एउटा उहाँ माथि रहेछ बल खेल खतरा हान्दिरह्यो गाइस खतरा थुक्छ है फेरि आउँछ नि ओहो सब खेल्दो रहेछ होइन नाच क्या हो फुट्दैन नि होइन त्यसको पावरले हाने नि फेरि आयो नाटक खेल्छ म त भागिहाल्नु निस्किँदेखि त मार्थ्यो नै होला एउटा चाहिँ हर्रा अर्को त उहाँ त्यो त आफ्नो चिल रिस पोखेको खेल्छ है यसले तपाईँको त क्लियर हुन्छ तपाईँकोबाट नि हाल्ने हो धेरै तपाईँकोबाट हालिदिनु ल तपाईँकोमा क्लियर आयो है माटो खेल्छ है रिसाको है मान्छे त्यसलाई रिस उठ्यो फेरि रिस
गएन भाइ भने भाइ जान्छ है भाइ कहाँ छ भाइ अब जुस खानुपर्छ ल कान्छ भाइ हो गाइज हामी फाइनली चिडियाखाना आएको मेरो भाइले चिडियाखाना घुम्नमा मन लाग्यो भनेर त्यो पनि 1250 तिर हामी 5 जनाको यहाँ चाहिँ के छ हेर्नुहोस् गाइज अब यहाँभित्र के छ के गर्छ थाहा हुन्छ मलाई पनि थाहा छैन कचुवा रहेछ अजिङ्गर हेर्नुहोस् गाइज कछुवा 1250 को काम हो भने यताभित्र माछा देख्यौ अब अघि कस्तो लाग्यो तैँले कस्तो लाग्यो अहिले बोबा लाग्यो गाइज मेरो भाइलाई बोबा लाग्यो अरे सर्प यहाँ अजिङ्गर राम्रै देखिन देख्यौ अजिङ्गर नै के गर्दैन बडो यत्रै खावा नि यहाँभन्दा पनि ठुलो हुन्छ पहिला त यो सानो छ ठुलो यसलाई के लट्याएर पाले हुन्छ नि होइन नि अनि यतिकै राखेर हुन्छ ल खाजा खाने हालिदिन्छ खानेकुराहरू हिँडिहालेको आउने बित्तिकै ऊ त्यहाँ उहाँ देखिन्छ लु हेर्नु कत्रो खै त खासै देखिन उतै जाउँ त्यहाँ काजु निस्किन थाल्यो त्यसमा काजु निक्लिन थाल्यो रहेछ अरे धमलाएर काजु निस्किन दिदी ऊ त्यहाँ जाऊँ तल अब ऊ त्यहाँ नि पैसातिर खेल्नुपर्छ यहाँ पाइँदैन त्यहाँ त हेर्न मात्रै हो यता यता बाबु आऊ अरू अरू पनि हेरेर जाउँ न बिस्तारै आउने हो नि यताबाट हेर्ने अरू छ त यहाँ बाघ यहाँ हो यहाँ तल उताबाट यहाँ तल बाघ छ यहाँ मान्छे खाँदा कहाँ मारिहाल्छ बाघले मुसा हो यो खरायो होइन भने आमै मुसा आमा मुसा भिडियो चाहिँ धेरै लङ हुने भयो ओ मार्छ त चोक्टा निकाल्छ यसले त बोकेर हिँड्छ मान्छेलाई ल यत्र बच्चा पानी गाइस भालु त कालो भालु कि तालु गाइस लास्टै कमेडी हो